गाइजहरू अब हाम्रो यात्रा भएर स्थानकोतिर यतातिरबाट हिँड्यौँ जाँदै हौँ साह्रै राम्रो हो रोडहरू चाहिँ हामी जाँदै हौँ हाम्रो यात्रा जारी नै छ साह्रै राम्रो हो दृश्य चाहिँ एकदम राम्रो हो हेर्न सक्नुहुन्छ शीतल फार्म एकदम राम्रो छ एकदम राम्रोसँग सर्भ गर्नुहुन्छ सबैजनालाई एक सम्मान एक उस गरेर धेरै प्रायोरिटी दिनुहुन्छ अब गेस्टलाई चाहिँ प्रायोरिटी दिनु नै पर्यो अरुण चाहिँ गाइजहरू हामी रानीमहल ट्रेनको रोडमा आयौँ रानीमहल श्रीनगर पनि कट्यौँ बाटो जाने रानीमहल पनि कट्यौँ हामी जाँदै हौँ एकदम राम्रो भ्यू छ हेर्न सक्नुहुन्छ गाइजहरू सल्लाहको फुलै फुल फुल्या सबै राम्रो हो एकदमै हामी मन्दिर आइयो उहाँ हेर्न सक्नुहुन्छ जय भैरवस्थान बाबाको भैरवस्थान बाबाले सबैजनाको रक्षा गरून् पैसै किन्दै भन्छ यहाँ भिडियो गाइजहरू मन्दिर आइयो बल्ल 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 सिँढी चढ्दै हो अब सिँढी चढ्दा हालत के हुने हो अझै दाइलाई त एकदम पुण्य दिन्छ भगवान्ले भगवान्जीले एकदम पुण्य दिनुहुन्छ अब दाइ एकदम थकित हारित पीडित हुनुहुन्छ अब एकदम पुण्य कमाउनलाई हिँड्दै हुनुहुन्छ नहिँड्नु भएको होइन अझै दाइ हाउ आर यु डुइङ भिडियो त राम्रो आएर नट फिलिङ वेल अरे आवाज जिन्दै ढलिने जस्तो देखियो म त जाँदैछौँ चढ्दैछौँ साँच्चै मलाई त के को याद आयो यो सिँढी चढ्दाखेरि चाहिँ थकित हारित पीडित कामबाट माथि त चढ्दाखेरि त्यस्तै हुन्छ त्यस्तै भइरहेको छ राष्ट्रिय फुल हेर्न सक्नुहुन्छ गाइजहरू लाली गुराँस एकदम लाली गुराँस हाम्रो चप्पलै हातमा लिएर हिँड्न पर्ने जस्तो चिप्ली हो उहाँ हेर्न सक्नुहुन्छ गाइजहरू सुन्तला फल्यो यहाँ फर्स्ट टाइमै देखेँ चोर्न जान हुन्थ्यो अब यहाँ दोकानको आन्टीले हामीलाई लहर हुन्छ अहिले हामीलाई जया भाबीको भएर गाइजहरू हामी चाहिँ यहाँ पुग्यो हेर्न सक्नुहुन्छ अब थकै लागिसक्यो गर्दैछौ सबैको नेपाली यस्तै रहेछ यार नेपाली जानेका त अहिले कोरियन ल्याङ्ग्वेज नेपालीले आउनु के पढ्ने कोरियन त बरु जानिन्छ होला यार नेपाली आउनु अरे त किन माला राख्नुहुन्न अरे भन्नु त भइरहेको मान्छेले भैरवस्थान लिएर आयो होइन
होइन दाइ अनि माला खोल्ने होइन अब हामी घरतिर फर्किन लाग्यो है गाइजहरू है भाइ अब धुलै धुलो भइन्छ सिधा भएको बाटो त्यस्तै गाइजहरू फुलसुल टिपियो हिँड्दै अब हामी चाहिँ फुल भनेपछि अब मेरो त प्राणै हो भने नि भयो खासमा त अन्डो खाँदा कस्तो भन्छ भन त खानाको साथ चाहिँ यस्तो अन्डो गिला छन् होइन सुषमा खाने अन्डा हामी पाल्पाल्छौँ जोरदार पुग्यौँ जोरदार पुगिसक्यौँ गाइजहरू हामी अब हेर्न सक्नु लास्टै ढाड दुख्यो यस्तो भयो कि कसम से म भन्न बयान गर्न सक्दिनँ जान त उफ्रिँदै गयो आउने बेला चाहिँ चाक देखियो जाने बेला चाहिँ घुम्ने भयो भनेर गयो कि आउने बेला चाहिँ कस्तो खुट्टा दुख्यो कस्तो भयो भन्ने त मलाई मात्र थाहा गाइजहरू अब म राइड गर्छु हेर्नु होला मेरो राइड अब सिद्ध बाबा कट्यो सिद्ध बाबा फसिको अब म गर्छु ल राइड कुन मिलमा काम गरेर आएको हामीले बर्दुवाको मिलमा सिद्ध बाबा मिलमा कुन मिलमा काम गरेर आएको मलाई बर्दुवाको मान्छे बर्दुवाकै मिल गरौँ न बर्दुवाकै मिललाई प्रमोट गरौँ न यहाँ तिम्रो नाम लेखौँ न होइन I'm feeling tired. This paining. यहाँ बिचमा पुरा नगरौँ होइन मलाई यसो गर्दै अब यसो गर्दा मेरो त खुट्टा नथलेर यस्तो टेढो खुट्टा टेकियो बुटरमा हेर्न सक्नुहुन्छ गाइजहरू एकदम दुःख पाइयो ल हेर कलेज केटाकेटी हो तिमीहरूको बेस्ट कलेज बहुमुखी जिन्दाबाद बहुमुखी जिन्दाबाद ल हेर ग्राउन्ड नास्ता खाना आओ समोसा मटर मिठो होइन भन्दै खाँदै गर्ने क्यान्टिनवाला अङ्कललाई गएर भनिदिन्छु मैले अब तिमीहरूको रोड कहिले मेरो हालत यस्तो भयो केपी बाँकी आयो यहाँ त धुलो यस्तो टाँसियो यस्तो भयो चस्मा देऊ न चस्मा चस्मा यहाँ हेर केपी बा तिम्रो बनाऊ अलि राम्रो यार भएन यस्तो बिजोग भयो मेरो जिन्दगी बिजोग भयो अरू जे बनायो नि बनाऊ तर यो रोड चाहिँ बनाऊ यार घर हालत विचित्रै भइसक्यो हाम्रो जिन्दगी घर पुगिसक्यौँ हामी खोल्दै हो केपी बा अलि राम्रो रोड गराऊ है तिम्रो जिन्दगी छैन हाम्रो जिन्दगी छ चाहिँ के भयो यहाँ भन्नु के फोनमा यहाँ भिडियोमा भन्नु ल यहाँ ल यहाँ भनिदिनु त ल केही भन्नु त रोडको लागि ए के भनौँ रोडको लागि रोड त्यो सिद्ध बाबा थिमको बनाउन भन्नु ए ल सिद्ध बाबा थिमको रोड बनाइदिनुहोस् हिँड्नेवालालाई दुःख भयो बाइकवालालाई स्कुटीवालालाई बसवालालाई कृपया गरेर बनाइदिनु ल 160 रुपियाँको माल कोटाउँदैछ मिठै छैन टर्रो छ यहाँ नभएर उहाँ कोटाउँदै यता भएन अब उता ल ल भयो भयो फुटो ल ल हेरौँ खाने लायकको त फिटिकै छैन कोटाउँदा कति भयो ल 160 रुपियाँ हेर 160 यो पाइपले कोट्टाएको खोल्यौँ 160 रुपियाँ गयो खाल्टामा होइन आन्टी खाल्टैमा गयो
चम्मच ल्याउनु त हे कोट्टारा नि हेरमा भएन यसलाई यो त कस्तो कमलो है यो नै कमलो हेर न कति राम्रो सेतो रहेछ यो डल्लो हाड के 160 रुपियाँ गाइजहरू यस्तो हुने रहेछ पैसाको खाल्टा